जस्तो आशिका तामाङलाई पहिला उडाइयो, सामाजिक सञ्जालमा उडाइयो। मैले त हेर्नु तपाईँलाई म पछि हेर्नु म आशिका तामाङको विषयमा कहिले केही पनि बोलिनँ कि। किन भन्नुहुन्छ भनेदेखि ए बाबा कहीँ बाटोमा पिसाब फेरिराखेका छन् भनेदेखि हो दाजु किन पिसाब फेरेको, यहाँ पिसाब खाने ठाउँ हो यो, त्यहाँ माथि छैन पिसाब खाने ठाउँ, यहाँ मुद्नी हो जस्तो समाज त्यसरी नै सिकाउनु पर्थ्यो क्या यहाँ। ए बाबा नजिकै गएर सार्वजनिक शौचालय या कहीँ गएर शौच गर्न सकिन्छ नि त, बाटोमा सुसु गर्ने हामी कुन समाजमा हुर्किरहेको छौँ? बाटोमा बसेर उनको भनाइको तौर तरिका फरक रह्यो होला। फरक रह्यो, राम्रो थियो नि त। उनले भिडियो खिच्दैकी थिइन्, मान्छे डराउने त अवस्था बनेको थियो नि त, किन थिएन? किन त्यति गर्ने मान्छे चाहिन्थ्यो क्या, कसैले चाहिन्थ्यो आइपुग्छिन् भन्ने कुरा थियो नि त। तर त्यसलाई हामीले ट्रोल बनाइदिउँ होइन, हाँसी मजाकको विषय बनाइदिउँ त्यो विषय। पछिल्लो समय उनी के भइन्, त्यो व्यङ्ग्यको पात्र बनिराखेकी थिइन्, एकाएक ठ्याक्क भयो भाइ बहिनी भन्दै हस्पिटलमा पुगिन्। विदेशबाट उनलाई सपोर्ट गरे, उनले त्यो सहयोगी हातको रूपमा उनले विकास गरिन्, उनले पैसा दिइन्। के गलत भयो त? भएन नि भने अहिले चाहिँ समाजले बल्ल चिन्यो क्या उनलाई, यी मान्छे गलत थिएनन्, गलत होइनन् यिनी।